म्यूजिक वाह क्या सीन है, वाह क्या सीन है। छुटे गती रुने होला। साथीहरु तपाईहरु सबैजनालाई स्मार्ट डिडी नेपाल च्यानलमा स्वागत छ। सदाको झै फेरि पनि तपाईहरुमा एक ब्युटीफुल कपल लभ स्टाटस भिडियोको एडिटिङ ट्युटोरियल लिएर आइसकेको छु। ब्युटीफुल कपल लभ स्टाटस भिडियोलाई चाहिँ तपाईहरुले अलरेडी प्रिभ्यूमा देखिन सक्नु भएको छ। यदि तपाईहरुले पनि यस्तो खाले ब्युटीफुल लभ कपल स्टाटस भिडियो आफ्नो फोटो या अरु कसैको फोटोको साथ राखेर मोबाइलबाटै बनाउन चाहनुहुन्छ भने स्पेशली अहिलेको यो भिडियो तपाईहरुको लागि यस्तो खाले स्टाटस भिडियो बनाउन एकदम सजिलो छ। त्यसका लागि तपाईहरुले काइनमास्टर एपको जरुरत पर्नेछ र काइनमास्टर एपका थ्रु तपाईहरुले पनि यस्तो खाले ब्युटीफुल लभ कपल स्टाटस भिडियो सजिलैसँग बनाउन सक्नुहुनेछ। आउनुहोस् यस्तो खाले लभ कपल स्टाटस भिडियो कसरी बनाउने अहिलेको यो भिडियोमा रहेर सिकौं। नमस्कार, म भास्कर अनमोल। ल त अहिलेको यो भिडियो एडिटिङ सुरु गरौँ। गाइज यस्तो खाले ब्युटीफुल कपल लभ स्टाटस भिडियो बनाउनको लागि तपाईहरुले आफ्नो काइनमास्टर एपलाई ओपन गर्नु होला। काइनमास्टर एपलाई ओपन गरिसकेपछि यस्तो इन्टरफेस खोल्नेछ। भिडियो एडिट गर्नको लागि माथिको यो क्रिएट न्यूमा ओके गर्नु होला। अनि टिकटक वाला 9:16 को रेशियो चुज गरी तलको यो क्रिएटमा ओके गर्नु होला। त्यसपछि ग्यालेरी खोल्नेछ अनि ग्यालेरीबाट जुन फोटोको लभ कपल स्टाटस भिडियो बनाउन चाहनुहुन्छ त्यो कपल फोटोलाई एड गर्नु होला। कपल फोटोलाई एड गरिसकेपछि माथिको यो फल्स आइकनमा क्लिक गरी ब्याक जानु होला। ब्याक आइसकेपछि अब यो कपल फोटोलाई फुल स्क्रिनमा एडजस्ट गर्नुपर्ने हुन्छ। त्यसका लागि दायाँपट्टिको यो पान एन्ड जुममा क्लिक गर्नु होला। पान एन्ड जुममा क्लिक गरिसकेपछि अब यो फोटोलाई यस प्रकार दुई औँलाले जुम गर्नु होला। जुम गरिसकेपछि राम्रो तरिकाले फुल स्क्रिनमा हुने गरी एडजस्ट गरेर राख्नु होला। ओके मोडेल फोटोलाई फुल स्क्रिनमा एडजस्ट गरिसकेपछि दायाँपट्टिको यो बराबर आइकनमा क्लिक गर्नु होला। इक्वल आइकनमा क्लिक गरिसकेपछि माथिको यो एरो आइकनमा क्लिक गरी ब्याक जानु होला। ब्याक आइसकेपछि दायाँपट्टि तल स्क्रल गर्नु होला। तल स्क्रल गर्न साथ यहाँनिर तपाईहरुले भिग्नेट देख्न सक्नुहुन्छ। यो भिग्नेटलाई इनेबल गर्नु होला। भिग्नेटलाई इनेबल गरिसकेपछि अब यो फोटोलाई ब्ल्याक एन्ड व्हाइट बनाउनु पर्ने हुन्छ। त्यसका लागि फेरि माथि स्क्रल गर्नु होला। माथि स्क्रल गर्न साथ यहाँनिर तपाईहरुले एडजस्टमेन्ट देख्न सक्नुहुन्छ। यो एडजस्टमेन्टमा क्लिक गर्नु होला। त्यसपछि तेस्रो नम्बरको यो सेचुरेसनलाई पुरै -100 राख्नु होला। सेचुरेसनलाई -100 राख्न साथ फोटो ब्ल्याक एन्ड व्हाइट भइसकेको छ। त्यसपछि माथिको यो एरो आइकनमा क्लिक गरी ब्याक जानु होला। ब्याक आइसकेपछि अब यो फोटोको टाइमलाइनलाई 32.5 सेकेन्डको राख्नु होला। ओके मोडेल फोटोको टाइमलाइनलाई 32.5 सेकेन्डको राखिसकेपछि सुरुवाला पोजिसनमा होला। खाली ठाउँमा ट्याप गर्नु होला। त्यसपछि लेयरमा जानु होला। लेयरमा गइसकेपछि माथिको यो मिडियामा क्लिक गर्नु होला। मिडियामा क्लिक गर्न साथ ग्यालेरी खोल्नेछ अनि ग्यालेरीबाट ल्यारिक भिडियोलाई एड गर्नु होला। ल्यारिक भिडियोलाई एड गरिसकेपछि माथिको यो फल्स आइकनमा क्लिक गरी ब्याक जानु होला। ब्याक आइसकेपछि अब यो ल्यारिक भिडियोलाई फुल स्क्रिनमा एडजस्ट गर्नुपर्ने हुन्छ। त्यसका लागि दायाँपट्टि तल स्क्रल गर्नु होला। तल स्क्रल गर्न साथ यहाँनिर तपाईहरुले स्प्लिट स्क्रिन देख्न सक्नुहुन्छ। यो स्प्लिट स्क्रिनमा क्लिक गर्नु होला अनि माथिको यो फुल हेड बक्समा क्लिक गरी यो ल्यारिक भिडियोलाई फुल स्क्रिनमा हुने गरी राख्नु होला। त्यसपछि माथिको यो एरो आइकनमा क्लिक गरी ब्याक जानु होला। ब्याक आइसकेपछि अब यो ल्यारिक भिडियोको ब्याकग्राउन्डलाई रिमुभ गर्नुपर्ने हुन्छ। त्यसका लागि फेरि दायाँपट्टि तल स्क्रल गर्नु होला। तल स्क्रल गरिसकेपछि यहाँनिर ब्लेन्डिङ रहेको छ। यो ब्लेन्डिङमा क्लिक गर्नु होला र यसको ब्लेन्डिङ मोडलाई स्क्रिनमा राखी भिडियोको ब्याकग्राउन्डलाई रिमुभ गर्नु होला। ब्लेन्डिङ मोडलाई स्क्रिनमा राख्न साथ भिडियोबाट ब्याकग्राउन्ड रिमुभ हुनेछ अनि खाली ठाउँमा ट्याप गर्नु होला। फेरि माथिको यो मिडियामा क्लिक गर्नु होला। मिडियामा क्लिक गर्न साथ ग्यालेरी खोल्नेछ अनि ग्यालेरीबाट पार्टिकल भिडियोलाई एड गर्नु होला। पार्टिकल भिडियोलाई एड गरिसकेपछि माथिको यो फल्स आइकनमा क्लिक गरी ब्याक जानु होला। ब्याक आइसकेपछि यो पार्टिकल भिडियोको साउन्डलाई बन्द गर्नुपर्ने हुन्छ। त्यसका लागि यहाँनिर मिक्सर रहेको छ। यो मिक्सरमा क्लिक गर्नु होला अनि माथिको यो भोल्युम आइकनमा क्लिक गरी यो भिडियोको साउन्डलाई बन्द गर्नु होला। पार्टिकल भिडियोको साउन्डलाई बन्द गरिसकेपछि माथिको यो एरो आइकनमा क्लिक गरी ब्याक जानु होला। ब्याक आइसकेपछि अब यो पार्टिकल भिडियोलाई यस प्रकार फुल जुम गर्नु होला। फुल जुम गरिसकेपछि राम्रो तरिकाले फुल स्क्रिनमा हुने गरी एडजस्ट गरेर राख्नु होला। ब्ल्याक स्क्रिन पार्टिकल भिडियोलाई फुल स्क्रिनमा एडजस्ट गरिसकेपछि अब यो भिडियोको ब्याकग्राउन्डलाई रिमुभ गर्नुपर्ने हुन्छ। त्यसका लागि फेरि दायाँपट्टि तल स्क्रल गर्नु होला। तल स्क्रल गर्न साथ यहाँनिर ब्लेन्डिङ रहेको छ। यो ब्लेन्डिङमा क्लिक गर्नु होला र यसको ब्लेन्डिङ मोडलाई लाइटनमा राखी भिडियोको ब्याकग्राउन्डलाई रिमुभ गर्नु होला। ब्लेन्डिङ मोडलाई लाइटनमा राख्न साथ यो भिडियोबाट प्रोपर तरिकाले ब्याकग्राउन्ड रिमुभ हुनेछ अनि खाली ठाउँमा ट्याप गर्नु होला। अगेन माथिको यो मिडियामा जानु होला। मिडियामा जान साथ ग्यालेरी खोल्नेछ अनि ग्यालेरीबाट बोर्डर PNG फोटोलाई एड गर्नु होला। बोर्डर PNG फोटोलाई एड गरिसकेपछि माथिको यो फल्स आइकनमा क्लिक गरी ब्याक जानु होला। त्यसपछि यो बोर्डर PNG फोटोलाई पनि फुल स्क्रिनमा एडजस्ट गर्नुपर्ने हुन्छ। त्यसका लागि दायाँपट्टिको यो स्प्लिट स्क्रिनमा क्लिक गर्नु होला अनि माथिको यो फुल हेड बक्समा क्लिक गरी यो बोर्डर PNG फोटोलाई पनि फुल स्क्रिनमा हुने गरी राख्नु होला। त्यसपछि यो फोटोको टाइमलाइनलाई पनि माथिकै फोटो भिडियो बराबर राख्नु होला।
अगेन सुरु वाला पोजिसनमा होला, खाली ठाउँमा ट्याप गर्नु होला। फाइनली यति गर्न साथ यो ब्युटिफुल लभ स्टाटस भिडियो रेडी भइसकेको छ, जस्तो कि मैले तपाईहरुलाई यहाँनिर प्ले गरेर देखाउन गइरहेको छु। त्यसपछि यो लभ स्टाटस भिडियोलाई सेभ गर्नुपर्ने हुन्छ। भिडियोलाई सेभ गर्नको लागि माथिको यो एरो आइकनमा क्लिक गर्नु होला अनि HD 720p चुज गरी 30 फ्रेममा राखेर तलको यो सेभ एज भिडियोमा क्लिक गर्नुभयो भने यो ब्युटिफुल कपल स्टाटस भिडियो सेभ हुनेछ। यसरी बनाउनु भएको लभ कपल स्टाटस भिडियोलाई तपाईहरुले आफ्नो सोशल मिडियाको कुनै पनि प्लेटफर्ममा अपलोड गर्नुहुन्छ भने त्यहाँ तपाईहरुले राम्रो लाइक फलोअर्स पाउनका साथै आफ्नो भिडियोलाई भाइरल समेत गराउन सक्नुहुनेछ। आयो पहिलेको यो भिडियो तपाईहरुलाई मन पर्यो होला, भिडियो मन पर्यो एक लाइक गर्नु होला। त्यसैगरी च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई पनि सब्स्क्राइब गर्नु होला। अहिलेको भिडियोमा यति नै, फेरि पनि तपाई हाम्रो भेट एक अर्को नयाँ भिडियोमा हुने नै छ। तबसम्मका लागि बाइ बाइ, टेक केयर।